लगाइरहेको छ होइन यस्तो अवेर नै नहोस् के हो यो थाहा भन यहाँनिर चाहिँ यो तामाङ यो के लेखेको छ समाज ह्यान्ड भनेर है गाइस मलाई पुरै डर लागिरहेको छ भएको छ अब यहाँ थाहा पनि के हो यो मलाई लास्टली डर लागेको म यहाँ फर्स्ट टाइम आएको है लाइफ टाइम फर्स्ट टाइम हो होइन फर्स्ट एन्ड लास्ट हुन्छ जस्तो छ यहाँनिर पुरा डर लागिरहेको छ नेगेटिभ एनर्जीहरू फिल भइरहेको छ मलाई यहाँ मलाई लास्टली नराम्रो एनर्जी फिल भइरहेको छ होइन यस्तो ठाउँमा छ डर लागिरहेको छ यो बोकेर हिँड्नुपर्छ है केटा हामी त बाटै भुल्ने केटा के गर्नु गेटमा पाल्यो गेटमा के हो केटा हो यो के हो बिस्तारै के हो मैले त्यसको बारेमा केटा मलाई केले ताने ओइ के हो हेर बिस्तारै केटा एटा को पाले दाइ ओइ नजो म घर फर्किम ओइ ओइ घर जाऊ ओइ नजो म नपडौँ के हो केटा डलै एकचोटी सोचौँ न नजो ओइ पाले दाइ हो के राम्रो ओइ होइन मान्छे नै उहाँ त डर लागिरहेको छ यस्तै हुन्छ मान्छे यहाँनिर के हो यो यस्तो के छ यहाँ नेगेटिभ एनर्जी फिल भइरहेको छ मलाई यस्तै हुँदा यहाँ मान्छे मरेको छ हो पहिलाको कुरा हो म सबै बिस्तारै हजुर बसौँ दाजु हामी पोखराबाट होइन यस्तो डर लाग्दो त छैन तर त्यसमाथि मान्छेहरू बस्छ पहिला यो गुम्बामा पहिला धेरै निकै वर्ष अगाडि यहाँनिर राजा रानीहरू यस्तो दिन्छ जतिलाई ध्यान दियो Jesus Christ. आफ्नो कमान्डोको लागि आफ्नो बाउलाई साथी अरू खै साथी कोही कता गयो साथी छोटो साथी डर लाग्यो कि भने त्यो पनि गयो लामो गरेर चाहिँ यो को गयो के बोकेर आयो के बोक्यो ओइ उड्न ओइ डर लाग्यो उड्न ओइ के भयो उड्न ओइ उड्न के भयो ओइ हेर्नु न यहाँ मान्छेहरू यो दाजु दाजु के भयो यहाँ तिमीहरू यहाँ 100 मा गएको थियो हो दाजु यिनीहरूलाई भूत लाग्ने ल भाइ यहाँ प्लास्टिक उठे छ भाइको सास अड्कियो त त्यसको चिज केडा हो यो दाजु यहाँबाट अब उठे सामान निकाल्नु पर्यो जस्तो छ निकालौँ जस्तो छ अब एकचोटि आगो बाल्नु पर्यो यसमा दाजु बचाइदिन ओ मामे पेन्डे दो मे दो मामे पेन्डे ओ भाइ अझसम्म दाजु अब बाबु यहाँनिर भूत थियो एउटा
म यहाँ बसिरहेको थिएँ यहाँ पछाडिबाट आयो मलाई हान्यो दाजु यसलाई उठाउनु न दाजु यसलाई उठाउनु न मेरो साथी मेरो काले बाबु आँखा खोले साथी त्यो खोइ साथी साथी खोइदियो बाबु यहाँ तिमीहरू नजानु हुने पर्ने रहेछ ठाउँमा तिमीहरू गएछौ यहाँ चाहिँ अब तामाङहरूको उत्यो हो यहाँ दुईजना मान्छे मरे रहेछ केटाकेटी झुन्डेर अब त्यहाँ गयो भने अब यस्तो त्यो त्यो साइडमा एउटा कालो कालो हुन्छ त्यो त सर्सा होला तिमीहरूलाई अनि एउटा बाबाजी पनि देख्यो होला त्यो तान्त्रिक सान्त्रिक उतै धेरै वर्ष भयो 10 वर्ष भइसक्यो मरेको तिमीहरूलाई तर्सा हो बोलेको दैत्यले हाम्रो कहानी मैले 10 वर्ष भइसक्यो मरेको भन्यो अब त्यसलाई त कसरी मारेको भने अब केटाकेटी झुन्डेर मरेको तिमीहरू जस्तै त्यहाँ गएको रहेछ उसलाई चाहिँ के गरेछ भने उसलाई पक्रेर यही ठाउँमा उसलाई गाड्नु त अब त्यो खोल्सा पाएको छ नि उतै राम्रो मान्छे हो उसले केही गर्दैन तिमीहरूलाई दाइ हामी त त्योसँग बोलेको नि थियो गल्ती गरेछौ केही छैन नि उसको परिवारलाई केही उसले केही गर्दैन तिमीहरूलाई हामी गएको मात्र उसले बाटो देखाइदिने काम गर्थ्यो तिमीहरू तर तिमीहरू तर्स्यो होला भाग्यो होला होइन हामीलाई भने पनि नडरा भनेर भन्नु त भने थियो अब तिमीहरूले अब दौड्यो होला अब मौकामा चौका अब भन्नु पर्दाखेरि त तिमीहरूलाई अब तर्सायो होला तिमीहरू बच्चा बुच्ची देख्यो होला तर्सायो होला दाइ त्यो को हो दाइ दाइ त्यो बाई भन्छ होइन हुँदैन यसको मतलब के हामीले मार्न लाग्यो मार्नु लाग्यो तिमीहरूलाई यो यस्तो यो बाटो जाऊ भने उसले चाहिँ त तिमीहरू बचाउनु खोज्यो यसरी गरेर मऱ्यो भने त त्योहरू बचाउनु खोज्यो